केही क्षण विचार, संगीत र स्रष्टासँग। विशमसँगै तपाईँलाई फेरि पनि स्वागत छ। मेरो एफएम 93.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ कार्यक्रम स्रष्टासँगमा छौँ र कार्यक्रम स्रष्टासँगमा आज स्रष्टा रमेश कोइरालासँग कुराकानी गरिराखेका छौँ। उहाँ गीत लेखनको माध्यमबाट नेपाली सङ्गीत क्षेत्रमा 2045 सालदेखि सक्रिय हुनुहुन्छ र उहाँका थुप्रै गीतहरू हामीले सुन्दै आइराखेका छौँ, बजाउँदै आइराखेका छौँ, तपाईँले पनि रुचाउँदै आउनुभएको छ। हामीले भनिसक्यौँ कि उहाँका साङ्गीतिक उहाँका यी शब्दहरूमा चाहिँ हामीले भनौँ न एउटा पुराना स्रष्टाहरूदेखि अहिले नयाँ पुस्ताका स्रष्टाहरूसम्मका आवाज चाहिँ हामी पाउन सक्छौँ। उहाँको शब्द चाहिँ सबै वर्गका कलाकारहरू समक्ष पुगिसकेको अवस्था छ र सँगसँगै उहाँले नेपाली सङ्गीत क्षेत्रबाट एउटा के छ भने एउटा एल्बम आज निकाल्यो, एउटा गीत लेख्यो, फेरि पछाडि एउटा छोड्ने, त्योभन्दा पनि एउटा निश्चित योजना सहित नै लागिराख्नु भएको छ। विगतदेखि अहिलेसम्म निरन्तर छ सङ्गीत क्षेत्रमा उहाँको यो यात्रा, यसमा कतै रोकिएको छैन र अझै नेपाली सङ्गीत क्षेत्रमा केही नवीनता दिने सोचका साथ पछिल्ला दिनमा काम पनि गरिराख्नु भएको छ। उहाँका पछिल्ला दिनका सङ्गीत गतिविधिका सन्दर्भमा पनि केही अवश्य पनि जानकारी लिनेछौँ। रमेश सरलाई फेरि पनि स्वागत छ। हस्, धन्यवाद। तपाईँलाई यो सङ्गीतसँग सम्बन्धित भएर कुराकानी गरिराख्दाखेरि, तपाईँसँग कुराकानी भइराख्दाखेरि तपाईँको आफ्नै बुझाइमा चाहिँ सङ्गीत के हो जस्तो लाग्छ? वास्तवमा सङ्गीत भन्दा पनि मैले गीतको कुरा गरिराख्नुपर्ने हुन्छ। गीत के हो तपाईँलाई? मेरो विचारमा चाहिँ गीत एउटा चाहिँ त्यस्तो अभिव्यक्ति हो है, जुन अभिव्यक्तिले चाहिँ एउटा छोटो समयमा मान्छेमा चाहिँ धेरै ठुलो प्रभाव बनाउँछ, प्रभाव बनाउनलाई सक्षम हुन्छ त्यो चिज र त्यो प्रभावले चाहिँ मान्छे अथवा गीत सङ्गीतले चाहिँ के भन्दाखेरि मान्छेलाई हो प्रभाव पार्ने। तर अहिले पछिल्लो कालमा त तपाईँको गीत सङ्गीत एउटा उपचारका लागि पनि प्रयोग गरिन्छ भन्ने कुरा आइसकेको छ बजारमा। तर मेरो विचारमा चाहिँ के हो भने एउटा छोटो समयमा धेरै ठुलो प्रभाव पार्ने एउटा साहित्यिक माध्यम हो गीत। यहाँलाई याद छ पहिलोपटक लेख्नु भएको गीत? याद छ, नरेन्द्र प्यासीजीले सङ्गीत गर्नुभएको थियो। त्यो सङ्गीता प्रधान र नरेन्द्र प्यासीले गाउनु भएको हो। बटुलेर सास पनि बाँचिदिउँला, छोपेर आँखा पनि हाँसिदिउँला भन्ने गीत थियो। पहिलो 45 सालतिर रेकर्ड भएको थियो। तपाईँका लेखिएका सबै गीतहरू अवश्य पनि रेकर्ड भएका छैनन् होला? हजुर, छैनन्। पहिला लेखेर रेकर्ड नभए तर आफूलाई मन पर्या त्यस्तो गीत छ? हुँदो रहेछ। अब मैले 2052 सालतिर म रेडियो नेपालमा त्यतिखेर तेस्रो भएको थिएँ। त्यो गीत अहिले भर्खर रेकर्ड भयो 20 वर्षपछि। दुर्भाग्य नै भन्नुपर्छ। अब रेडियो नेपालमा त्यतिखेर छानिएको गीत वास्तवमा रेडियो नेपालले रेकर्ड गर्नुपर्ने गीत हो। अब अहिले 20 वर्षपछि नरेन्द्र प्यासीले जस्ती रेकर्ड गरेर उहाँ जानुभयो, अमेरिका पुग्नु भएको छ अहिले। यो क्षेत्रमा एउटा विधिको शासनै छैन। यो क्षेत्रमा मन लगाएर सोचिदिने त्यो ठाउँमा पुगेको मान्छे नै छैन। र यो क्षेत्र केही पनि होइन, यो क्षेत्र एउटा रमाइलोको विषय मात्रै हो भन्ने मान्छेहरूको भन्ने पङ्क्तिहरूको लाइन धेरै ठुलो छ। त्यसले गर्दा यो कुरा बिग्रिराखेको हो मलाई जहाँसम्म लाग्छ। यो गीत सङ्गीत अथवा भनौँ कला क्षेत्रलाई संवेदनशील क्षेत्र मान्ने मानसिकता नै भएन। मैले त भनिहालेँ नि, अघि पनि मैले भनिसकेँ कि अब बन्दुक लिएर लडाइँ लड्ने होइन, गीत सङ्गीत र साहित्यको क्षेत्रबाट लडाइँ लड्ने हो। र त्यसरी लडाइँ लडेर कुनै अर्को देशको मान्छेलाई तपाईँ हात लिनुभयो भने त्यही हो ठुलो युद्ध। त्यसैले यो एउटा अस्त्र हो। हामी यो अस्त्रमा निकै पछाडि रहेछौँ। हामी त अरूकै प्रभावमा बढिराखेका छौँ। होइन, हाम्रो जुन पुराना स्रष्टाहरू हुनुहुन्थ्यो उहाँको पालामा र हाम्रो छिमेकी देश भारतमा पनि जाउँ, उस्तै प्रकारका गीतहरू थियो। मेलुवा देवीको पालामाको गीत र समकालीन हाम्रा छिमेकी मुलुकका पालाको गीत हेर्नुहोस्, त्यसमा त्यति ठुलो फरक छैन। अब अहिले आउँदै गर्दा हिँड्दै जाँदा हामी कहाँ छोड्यौँ, उहाँहरू कहाँ पुग्नुभयो। किन भन्दा त्यहाँ विधिको शासन छ, गीत सङ्गीतको कानुन छन्, गीत सङ्गीतलाई नियमित गर्ने विधि छ, रोयल्टीका कुराहरू छन्। अब हाम्रोमा त के छ भन्दाखेरि तपाईँको प्रतिलिपि अधिकार ऐन अन्तर्गत एउटा रोयल्टीको कुरा राखिदिएछ। त्यही अनुसार गठन भएको एउटा संस्था छ। उहाँहरूले अथक प्रयासका साथ, अथक दुःखका साथ रोयल्टीको कुरालाई अगाडि बढाइरहनु भएको छ। एउटा चाहिँ त्यसमा कुनै सशक्तता का लागि राष्ट्रले कुनै ध्यान दिएको छैन। तपाईँहरू जस्ता स्रष्टा कुन
मोटिभेसनले के को उत्प्रेरणाले लागिराख्नु भएको छ? मैले भने एउटा कुरा त गीत सङ्गीतमा लाग्नुपर्ने कलाकारिता, गीत सङ्गीत मात्रै भन्दिनँ, सम्पूर्ण कलाकारितामा लाग्नुपर्ने विषयवस्तु भने ऊ जन्मैदेखि नै तँतिर ढल्किएको हो, रुचि र लगाव मात्रै, उसको रुचि र लगाव हो र पछिल्लो कालमा आएपछि ऊ खारिँदै जाने हो। अब पहिले किन त्यस्तो भयो, अहिले किन त्यस्तो भएन, फरक यहाँनिर छ। जुन हाम्रा स्रष्टाहरूको पालाको कुरा छ त्यहाँ राजनीतिक प्रभाव पनि धेरै ठुलो छ। रेडियोमा जति पनि गीत सङ्गीतहरू बजिन्थे त्यो एउटा दरबारको इन्टरफेयर थियो, सामन्तकालीन बेला थियो त्यो। ती व्यक्ति अथवा ती पुस्ता अथवा ती वर्गका मान्छेहरूलाई खुसी राजी बनाउनको लागि कतिले गीत सङ्गीतलाई अगाडि बढाएको देखिन्छ इतिहास हेर्दा। यद्यपि यी सबै कुरा चाहिँ के भन्दाखेरि अनुसन्धानको विषयवस्तु भित्र छन्। त्यतिखेरका हाम्रा जुन म राजनैतिक पृष्ठभूमिमा गीत सङ्गीतलाई कसरी असर पार्छ भन्ने सवालको कुरा उठाउँदैछु। त्यतिखेरका हाम्रा स्रष्टाहरूको कुरा गर्नुहुन्छ भनेदेखि उहाँहरू अहिले हाम्रा लागि धेरै धन्यवादका पात्र हुनुहुन्छ। नेपाली गीत सङ्गीतका लागि चाहिँ धेरै ठुला धरोहर हुनुहुन्छ होइन। उहाँहरूलाई हामी अहिले पनि नतमस्तक गर्छौँ। उहाँले दिनुभएको देनलाई हामीले भुल्नु पनि हुँदैन। तर कुरा के छ भन्दाखेरि त्यतिखेरको राजनीतिक माहौल कस्तो थियो भन्दा कतिले त दरबारिया कुरा, किनभने गीत सङ्गीतको पाटोमा दरबारियाहरू पनि भित्र छिरिएका थिए। जस्तै म बिबिसा आदेखि लिएर चाहिँ तपाईँले सुन्नुभएको छ सम्पूर्णका गीतहरू। अनि अर्को कुरा त्यहाँनिर के थियो त भन्दाखेरि त्यसरी छिरेर आउने क्रममा हाम्रो गीत सङ्गीतको इतिहासलाई पल्टाएर हेर्ने हो भने हाम्रा गीत सङ्गीतहरू दुईटा प्रकारले विकसित हुँदै आएका छन्। एउटा विकसित भएको कारण के छ भन्दाखेरि काम, कार्यथलो अथवा आफ्नो पेसा व्यवसायका कारणले त्यो व्यवसायलाई, त्यो कार्यथलोलाई ताजगी ल्याउनका लागि व्यक्ति वा समाजले गाउने गीत, जस्तो असारे गीतहरू हेर्नुहोस् है, त्यो कार्यक्षेत्रमा गाइन्छ होइन। जस्तो रोदीका कुरा गर्नुहुन्छ, काम सकेर आएर बेलुका समाजले गाउँछ, एउटा वर्गले गाउँछ, एउटा भौगोलिक रूपमा रहेका व्यक्तिहरूले गाउँछन्। अर्को गीत चाहिँ कस्तो भन्दाखेरि व्यक्तिको स्वयं अथक लगाव र प्रयासले सिर्जित भएका गीतहरू, जो एउटा व्यक्ति, एउटा मान्छे, एउटा संस्था अथवा एउटा चिजका लागि चाहिँ त्यो मनोरञ्जन दिनका लागि बनाइएका हुन्। ती बनाइएका मध्येमा कसैलाई खुसी पार्नका लागि बनाइएका हुन् अथवा नेपाली गीत सङ्गीतलाई एउटा उत्कृष्टता दिनका लागि एउटा कलाकारितात्मक रूपमा बनाइएका हुन्। त्यसरी बनाउँदै आउँदा ती बनाउने व्यक्तिहरू के हुन्थे भने हाम्रो देशमा जो काम गरेर आउँछन्, जो काम गरेर बाँचेका थिए, ती मान्छेहरूले छोको पानी नचल्ने देश हो यो। हामी श्रम कल्चर अथवा श्रम संस्कारमा छैनौँ, किनभने त्यतिखेर सामन्तवादी चिन्तन थियो त्यतिखेर। त्यसैले गीत सङ्गीत गाउने एउटा वर्ग छुट्याइएको थियो र त्यो वर्गले गाउँथ्यो। जस्तो गन्धर्वको कुरा गर्नुहोस् होइन, अहिले हाम्रा गीत सङ्गीतलाई उँभो बढाएर लिएर जाने गाइने वर्गका कुराहरू गर्नुहोस्, उहाँहरू जनजाति अन्तर्गत पर्नुहुन्छ। ती मान्छेले छोको पानी नचल्ने देश हो हाम्रो। काम गर्नेले, जस्तो फाली पिट्नेले, लुगा सिउनेले छोको पानी नचल्ने देश हाम्रो, र ती वर्गले छोको पानी चल्दैन थियो र अर्को वर्गले त्यो वर्गमा गएर गीत गाउन थाल्यो भनेदेखि दिँदैन थिए, बाहुनले गीत गाउनु हुँदैन थियो भने। त्यसरी विकसित हुँदै 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 आएपछि सामन्तवादी वर्ग अथवा दरबारियाको जुन इन्टरफेयर थियो, त्यो इन्टरफेयरको बेलामा केही गर्नुपर्छ भन्ने एउटा चाहना, अर्को व्यक्तिसँग जन्मैदेखिको आकाङ्क्षा, इच्छा, त्यसलाई मार्नु हुँदैन, त्यो कसो कसो गरेर प्रस्फुटित हुने बेलामा कालखण्डमा हाम्रा स्रष्टाहरूका धेरै कुराहरू हेर्नुहोस् चाहिँ उहाँहरूले थर लेख्नुहुन्न थियो। नातिकाजी दाईको थर छैन होइन, नारायण गोपाल दाईको थर छैन, अथवा हाम्रा जति पनि चाहिँ कालजयी स्रष्टाहरू छन् उहाँहरूको थर छैन। त्यसको पछाडि के छ त भन्दाखेरि त्यसमा लागि पर्नका लागि उच्च कलाकारिता दिनुहुन्थ्यो। त्यही पनि त्यो बेलाको तत्कालीन सामाजिक अवस्थाले उहाँलाई रोक्थ्यो कता कता कता। तर अब यो अनुसन्धानको विषय पाटो हो, यो गर्नु जरुरी छ हामीले, किन यस्तो भयो। त्यसै गरी धेरै स्रष्टाको पछाडि हेर्नुहोस् थर छैन, धेरै स्रष्टाको, उही गोविन्द बहादुर भयो, नातिकाजी भयो, यी व्यक्तिहरूको थर छैन। अब थर कसको छ त्यतिखेरका पालामा भन्दाखेरि हाम्रा गीत सङ्गीतलाई नेपालबाट मात्रै होइन, नेपाली भाषाभाषी विदेशमा रहेकाहरूले पनि धेरै ठुलो देन दिनुभएको छ। जस्तै दार्जिलिङमा बस्ने, तत्कालीन अवस्थामा दार्जिलिङमा बस्ने जति पनि नेपाली भाषाभाषीहरू हुनुहुन्छ उहाँले पनि ठुलो देन दिनुभएको छ। उहाँहरूले चाहिँ लेख्नुहुन्थ्यो थर, फेरि गोपालेन्द्र दाईले लेख्नुहुन्थ्यो, अरुणा दिदीले लेख्नुहुन्थ्यो, अथवा सबैले लेख्थे। त्यो हुनुको पछाडिको कारण के छ त भन्दाखेरि हेर्नुहोस्, जङ्गबहादुरको पालामा हाम्रा ती नेपाली दाजुभाइहरू राति सुतिरहेको थिए, बिहान उठ्दा इन्डियन अथवा अर्को देशका भए। उनीहरूलाई त्यो नेपाली हुनुको, नेपाली अनुभूतिको, नेपाली पनाको बारेमा धेरै ठुलो पीडा भयो। त्यसैले उहाँहरूले बिर्सिनु भएन, खुलम साथ आउनुभयो होइन, एउटा युद्ध छेडे सरह आउनुभयो। र त्यसपछि हाम्रोको यतापट्टिको एउटा संस्कार, त्यतापट्टिको अर्को संस्कार बनेर आयो।
त्यसैले तर ती आए पनि पछिल्लो कालमा त्यो सबै एकै ठाउँ रह्यो। नेपाली गीत सङ्गीतहरूलाई उहाँले धेरै माथि पुर्याउनु, धेरै उच्च ठाउँमा पुर्याउनु भयो। त्यसैले हामी नेपालीहरूको लागि उहाँ एकदम युगौँ युग चाहिँ सम्मानित हुनुहुन्छ। अब भनेपछि अब यो गीत सिर्जना सङ्गीत क्षेत्रको एउटा सिर्जना साधना भनेको भनौँ न समय परिस्थिति होइन स्थानले पनि धेरै हदसम्म चाहिँ इफेक्ट गर्छ भन्ने कुरा यो कुराकानीबाट निस्किन्छ। यसो गरौँ, हामी यो कुराकानीलाई नियन्त्रणा दिन्छौँ। यतिखेर पुनः अर्को एउटा छोटो विश्राममा जान्छौँ। विश्रामपछि खण्डमा आउनेछौँ। श्रोता, आज हामी स्रष्टा रमेश कोइरालासँग कुराकानी गरिरहेका छौँ। 2 दशक पनि नागिसकेको छ सङ्गीत क्षेत्रमा, यो एउटा गीत लेखनको माध्यमबाट सक्रिय रहनु भएको उहाँसँग रहेर आज हामी केही कुराकानी गरिरहेका छौँ। हामी एकैछिन छोटो विश्राममा जानेछौँ। विश्रामपछि थप कुराकानीको साथ पुनः आउनेछौँ।